हाई गाइज वेलकम ब्याक टु माई मिनी ब्लग। यी भएर दीपिका दिदी चाहिँ मेकअप गर्दै हुनुहुन्छ। हामी चाहिँ म्युजिक भिडियोको लागि गेट रेडी हुँदैछौँ। गीत चाहिँ कसको भने बिसन दाईको है, उहाँ हुनुहुन्छ बिसन दाई। यो भिडियो चाहिँ अस्तिकै हो, मैले आज बल्ल भोइस ओभर गर्दैछु। सुट चाहिँ मेरो रुम नजिकै परेकोले म चाहिँ बिहान 12 बजे नै गएको थिएँ। यी भएर म चाहिँ सँगै गएको थिएँ। हामी चाहिँ छिट्टै पुगेको भएर छिट्टै रेडी भएर पनि सकेको थियो। अनि सुट चाहिँ फेरि बेलुकाको थियो। हामीले चाहिँ मेकअप चाँडै गरेर अनि हाम्रो मेकअप सबै बिग्रेको थियो कि गर्मीले गर्दा। गर्मी फेरि ओभर गर्मी थियो त्यो दिन। ओ माई गॉड, लास्टै गर्मी थियो कि। अर्को साथी कस्तो राम्री छ हेर न। उनीहरू चाहिँ भर्खर आएर मेकअप गर्दैछ। यहाँ हुनुभएको सबैजना चाहिँ फ्रेन्डली हुनुहुन्थ्यो, त्यही भएर हामीलाई नि कस्तो सजिलो भयो। यो चाहिँ फर्स्ट म्युजिक भिडियो हो नि त यो। सुटिङ चाहिँ हाम्रो बेलुका 6-7 बजे मात्रै स्टार्ट भएको थियो। नो 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 घुमाऊ घुमाऊ फोन हेर हाम्रो चाहिँ बार्बिक्यू पनि थियो कि। उहाँ त अहिले चाहिँ मासु र ससेजहरू पोल्दै हुनुहुन्थ्यो। ऊ चाहिँ भाइ हो है, हाम्रो भाइ पनि पुरा हिरो भएर आएको थियो, कपाल सपाल बनाएर। अनि यहाँ बाहिर आएर चाहिँ हामी क्यासिनो घुमाउँदै बसिरहेको के। यो सबैजना दाइहरूसँग चाहिँ म फर्स्ट टाइम भेटेको है यसरी। मलाई चाहिँ कस्तो भोक लागेछ अनि मैले खाना खाएँ पनि फेरि मासु ल्याएर खाइरहेको छु कि। वाइनहरू पनि भर्नु पर्ने थियो कि ग्लासमा सुटको लागि। अनि हामी सबैजना वाइन भर्दै थियौँ। उहाँहरू डान्स गर्दै हुनुहुन्थ्यो अनि म पनि बिचमा गएर नाच्दिएको कि त्यहाँनिर। चाहिँ हाम्रो सुट सकिसकेको थियो अनि हामी चाहिँ बिच गएको कि। आज फेस्टिभल थियो नि त यहाँको। यति धेरै ब्याग थियो नि साथीहरू, बाटोमा खुट्टा राख्ने ठाउँ पनि थिएन। लिटरली साथीहरू हामी चाहिँ त्यो दिन चाहिँ बिहानसम्मै बिचमै थियौँ क्या। भरि नै बिचमा के। ओ माई गॉड, लाइफमा फर्स्ट टाइम त्यसरी बसेको। हामी मात्रै थिएनौँ, त्यत्रो धेरै मान्छे थियो, त्यही भएर हामीलाई नि सजिलो भयो कि हामी नि बस्यौँ त्यसमा। अनि दिदीहरू पनि हुनुहुन्थ्यो नि त मलाई साथी। सो हामी त्यो दिन रुममा चाहिँ बिहान 9 बजे हो कि 8 बजे मात्रै आइपुगेको थियो। बाइ बाइ साथीहरू, मेरो आजको ब्लग यहीँ इन्ड गरेको मैले। थ्याङ्क्स फर वाचिङ।